पुरा एक्साइटेड भएर क्या म चाहिँ एक्साइटेड यता हो त हामी जाने उता गइरहेछ ए हामी कहाँ छौँ भन हामी अहिले ठ्याक्कै बसन्तपुरमा होइन हामी फ्याब्रिक हेर्न जाँदैछौँ होइन आउनुहोस् अब म तपाईँहरूलाई लान्छु होइन ग्रुपहरू अगाडि पुगिसक्यो जम 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 के हो कि रात पनि पिरो भएको थियो होइन ठिकै छ सबजना छुटिसकेको छ हाम्रो साथीहरू चाहिँ उता गइसकेको छ हामी चाहिँ यहाँबाट जाँदैछौँ हामी कुद्दैछौँ हामीले अघिबाट भ्लग सुरु गर्नु पर्थ्यो तर ढिलो नि भयो किनभने हाम्रो हतार थियो नि त त्यही भएर त्यसमा लाउँछु ल कस्तो देखिन्छ आज हामी ढिलाइ पनि आइपुग्यो क्या है तर ठिकै छ यहाँभित्र म अस्ति एक्लाउन हाने हो फेब्रिक किन्न आउँदा एक्लै खाने पानी तर हजुर पानी पोखै भएर चाहिन्छ नि फेरि अहिले नखाने भात खाल्छु नि हामी होइन यसैले बसी सिसो यहाँ के गर्नु छ्या हेर त हेर हामी चाहिँ यहाँनिर आऊ है छिटो सो गाइस अब हामी चाहिँ दुईवटा पसल भिजिट गरिसकेको छौँ अब चाहिँ हाम्रो अर्को पसलमा फेरि भिजिट गर्नु लाँदै हुन्छ हामीलाई फेब्रिक सो हामी त्यहाँ पुगेपछि देखाउँछु मलाई किनभने हाम्रो ग्रुप आधी पछाडि म बिचमा छु अघि पछाडि आधी चाहिँ अगाडि आधी पछाडि हुनुहुन्छ हाम्रो ग्रुपहरू सो म सबैसँग म भेटाउँछु तपाईँहरूलाई हाम्रो म्याम पनि अगाडि हुनुहुन्छ सो के भन्नु छ मेरो यस्तो हो म यस्तो राखेको भएर ऊ चाहिन्छ पैसा नभएको ब्याग के गर्नु र यहाँनिर हाम्रो चाहिँ म्यामहरू यहाँ पस्नुभएको छ यो पसलमा हामी चाहिँ अहिले इन्द्रचोकमा आइसकेको छौँ कताबाट पस्नु हो होइन सो हामी फेरि माथि जाँदैछौँ हाम्रो ग्रुपहरू यहाँ हुनुहुन्छ अरू अहिले देखिरहेको छ है वासरुम गनायो नि तर हामी कहाँ हाल्यो है भुटबङमा यहाँ त्यस्तै त छ सबैलाई मैले यहाँनिर वेलकम गर्दैछु सुना थ्याङ्क यू बिरामी मान्छे चाहिँ फेरि आउनु हामी के कपडा हेर्न आएको भने यहाँ नाम कसको राखन 10 को एउटा कुन प्यान्ट स्कर्ट भन्यो तिमीले ए यहाँ चाहिँ हामी भित्र के हो यो गोदामभित्र छौँ हामी भन गोदामभित्र छौँ यस्तो धेरै फेब्रिक गर्दै एकदम आँखा तिरिबिरी भइसक्यो हेर्दा हेर्दा बेड कभर छ म्याम सोध्नै लाग्थ्यो कसरी भ्लग गरेन भनेर मैले गर्नु बिर्सेछु नि अघि पुरा एक्साइटेड भएर क्या म चाहिँ एक्साइटेड भएर कुदेको त्यही भएर पछि यही आउँदै हुन्छ क्या तपाईँहरूलाई पूर्णिमा फेरि आउनु त्यति टाढाबाट अहिले लानु के गर्ने के सो गाइज हामी फाइनली भित्र गोदामबाट निस्किसकेको छौँ अब फेरि यहाँभित्र बसेर हामीले हाम्रो क्लासको लागि हामीले फेब्रिक लाँदैछौँ सो लेट्स गो सो गाइज अब हामी यहाँबाट नेक्स्ट गोदाममा जाँदैछौँ होइन त बिजिता मुना
भनिहाल्छ दाजु अब है कस्तो लाग्यो त तिमीहरूलाई गौतम भिडियो एकदमै राम्रो फर्स्ट एक्सपिरियन्स गर्ने खासमा चाहिँ यो पसलमा तर हामी अब अर्को पसलमा जाँदैछौँ हामी चाहिँ नेक्स्ट गौतममा आइसकेको छौँ यहाँनिर तपाईँहरूले फेब्रिक हेर्नु सक्नुहुन्छ लोकेसन पनि भन्नु लाग्यो लोकेसन यो हाम्रो के पो कता अरे लोकेसन म्याम यो माथि भन्छ इन्डो चौकी भन्दा हुन्छ नापडा अनि होइन यहाँ मलाई पनि देखाउनु न मैले बाई भन्छु बाई बाई कतिबाट धेरै आशा हामी किन किनेनौ ए मलाई मन परेन नि त आजको हाम्रो भिडियो यतिमा स्थगित गर्न चाहन्छु धन्यवाद धन्यवाद किनभने हामी हिँड्दा हिँड्दा खुट्टै गर्छौँ नि त त्यही भएर हामीले आजको भिडियो यहीँ स्थगित गर्न चाहन्छौँ